ए मेयर साहब नमस्कार। नमस्कार नमस्कार। म ऋषि धमाला बोल्दैछु। हजुरको हालचाल के छ त? म यहाँ मुसरर बस्तीमा छु। मेरो पनि चालीमाली ठिकै छ, घरमा बस्न मन लाग्दैन। यहाँका जनताहरूको पीडा के छ भन्दाखेरि पिउने पानी छैन। ए बा होइन, मोटा रोक्सी खाने जोडा परेर बाबु ढल निकास भएन। यो म लाइभमा छु मेयर साहब। हजुर के रोक्सी खाएर हेलिकप्टर उडा छोकेर बाबु? अब रोक्सीले छोरो भने हेलिकप्टर छैन कि पनि छैन भनेर मैले अनुरोध गरेछु गरेर नानी। अब गाउँमै छ नि समस्या त छ, तर यो बस्तीमा चाहिँ ठुलो समस्या रहेछ। फोहोर व्यवस्थापन नभएको, यहाँका जनताहरू पीडामा। म त भिखारी मान्छे हुँ गर्छौ। यहाँका जनताहरू पीडामा, ढल निकासा नभएको, धारामा पानी नआएको र म तपाईँलाई मेयरजी तपाईँलाई म आग्रह गर्न चाहन्छु। म त सुन्नुहोस् त, म त भिखारी मान्छे, हजुरले 1000 दिए भने मैले पवित्र गरौँला भने मेरो स्वागत छ गर्छौ। होइन, वडा अध्यक्षलाई पनि तपाईँले भनिदिनु पर्यो, निर्देशन दिनु पर्यो। यो बस्तीमा वडा अध्यक्षलाई पठाइदिनु पर्यो, यहाँको ढलको निकासा गराउनु पर्यो, ढल व्यवस्थापन गर्नु पर्यो। मेरो पनि चालीमाली ठिकै छ, घरमा बस्न मन लाग्दैन। अनि गाउँ नै हिँड्दै खाने गर्छु। कसैसित 1 बोतल, कसैसित 1 गिलास मागेर खाने हिँडेछु गरेर नानी। तपाईँ आएर हेरिदिनु पर्यो एकपल्ट। ल भोलि आएर अनुगमन गरिदिनुहोस् त। हजुरको बोली सुन्दाखेरि खुब मलाई राम्रो लाग्यो के।